नमस्कार साथीहरू। आज मैले नयाँ भिडियो लिएर तपाईहरुमा आज आएको छु र देशमै बसेर केही गर्ने सोच भएका युवाहरूको लागि विदेशमै गएर पनि तपाईहरुले आफ्नो विचारलाई कसरी स्टार्टअपमा बदल्न सक्नुहुन्छ भन्ने विषयमा म यो भिडियो बनाइरहेको छु। आफ्नो विचारलाई स्टार्टअपमा बदल्नुहोस् भन्ने शीर्षक राखेर आफ्नो उज्जवल विचारलाई एक सफल व्यवसायमा रूपान्तरण गर्न चरण दर चरण मार्गदर्शिका भनेको छु। स्टेप बाई स्टेप मैले चाहिँ यहाँ कुराहरू राख्दै छु है, ध्यान दिएर सुन्नु होला। अब हाम्रो दोस्रो भाग 1 मा चाहिँ नि यो चरण 1 मा विचार म्याराथन अर्थात् आइडिया म्याराथन। मान्छेले धेरै कुराहरू सोच्छन् र त्यो सोच दिमागमा आउने बित्तिकै त्यसलाई चाहिँ द्रुत रूपमा विचार गर्ने 30 मिनेटको टाइमर लगाएर मनमा आउने हरेक विचार लेख्ने है, कुनै छानबिन नगरिकन। अनि साथीहरू, सल्लाहकारहरू वा साथी उद्यमीहरूलाई जम्मा गर्ने, भेटघाट हुँदाखेरि चाहिँ नयाँ दृष्टिकोण र सम्बन्धहरू खोज्ने, त्यसमा छलफल गर्ने, सहकार्य गर्न सकिन्छ कि भनेर कुरा राख्ने, अनि समस्यामा ध्यान दिने, आफ्नो समुदाय वा उद्योगमा सामना गर्नुभएका वा देख्नुभएका समस्याबारे सोच्नुहोस् है। अब कार्ययोग्य निष्कर्ष चाहिँ यस हप्ता 2-3 साथीहरूसँग 30 मिनेटको विचार स्प्रिन्ट तय गर्नुहोस्, टाइमर लगाउनुहोस् र तिनीहरूको मूल्याङ्कन नगरी कम्तीमा 20 विचारहरू लेख्नुहोस् है। त्यसपछाडि तपाईहरुले दोस्रो चरणमा चाहिँ के गर्न सक्नुहुन्छ त भन्दाखेरि दोस्रो चरणमा चाहिँ तपाईहरुले आफ्ना विचारहरू छान्नुहोस्। अब अघि विचार नगरी लेखियो पहिलो चरणमा हैन। अब छिटो चयन ढाँचा, ग्राहकहरूको लागि कुन समस्या सबैभन्दा जरुरी छ, केमा आफ्नो हालको स्रोतले बनाउन सक्छु, के स्पष्ट विचार बजार अवसर छ, के म साँच्चै यसबारे उत्साहित छु, के म यसलाई एक वाक्यमा बुझाउन सक्छु। उदाहरण स्टुडेन्ट कनेक्ट, विश्वविद्यालयका विद्यार्थीहरूलाई स्थानीय ट्युटरहरूसँग सस्तो र लचिलो सिकाइ सत्रहरूको लागि जोड्ने प्लेटफर्म। आफ्नो शीर्ष 5 विचारहरू लिनुहोस् र प्रत्येकलाई जरुरीपन, सम्भाव्यता र जोशमा 1 देखि 5 अङ्क दिनुहोस्। सबैभन्दा बढी कुल अङ्क पाउनेले जित्छ। अब ती छानिएकाहरू मध्येबाट पनि तपाईहरुले चाहिँ अझ बेटर छान्ने तरिका भयो त्यो। अब तेस्रो चरणमा चाहिँ लिन क्यानभास अवलोकन। मैले यो आफूले पनि एउटा ट्रेनिङमा सिक्ने मौका पाएको थिएँ। लिन क्यानभास भन्ने मा हामी के गर्छौं भन्दा एक पृष्ठको व्यापार योजना जसले स्पष्टता ल्याउँछ। यसलाई आफ्नो स्टार्टअपको डीएनए सोच्नुहोस्। एक ठाउँमा सबै महत्त्वपूर्ण कुरा जस्तो समस्या, तपाई कुन पीडादायी बिन्दुहरू हल गर्दै हुनुहुन्छ, तपाई कुन समस्या, तपाईको उपायले, तपाईको योजनाले, तपाईको प्लानले, स्टार्टअपले, तपाईको बिजनेसले कुन समस्या हल गर्नेवाला छ हैन। अनि समाधान, तपाईको उत्पादन सेवा जसले त्यसलाई सम्बोधन गर्छ, कसरी समाधान गर्नेवाला छ। अब मुख्य मेट्रिक्स, तपाई सफलता कसरी नाप्नुहुन्छ है। अब अनौठो मूल्य, तपाईलाई फरक बनाउने कुरा के हो, अरूको भन्दा फरक तपाईको कसरी छ। च्यानलहरू, तपाई ग्राहकहरूसम्म कसरी पुग्नुहुन्छ हैन, कसरी पुग्नुहुनेछ। अनि ग्राहक खण्ड, तपाई कसलाई सेवा दिँदै हुनुहुन्छ, कस्तो कस्तो ग्राहक हुन्छन् तपाईको चाहिँ। लागत संरचना, सञ्चालन गर्न कति खर्च लाग्छ। अनि राजस्व स्रोतहरू, तपाई पैसा कसरी कमाउनु हुनेछ। अनि अनुचित फाइदा, तपाईको गोप्य हतियार, यसमा अनुचित भन्दा पनि नदेखिने फाइदा भन्न खोजेको हो हैन। गोप्य हतियार, केले गर्दा चाहिँ तपाई कमाउनुहुन्छ, केले चाहिँ तपाईकोमा इन्कम हुन्छ। अब जस्तो लिन क्यानभास टेम्प्लेट डाउनलोड गर्नुहोस् र 30 मिनेट भित्र आफ्नो छानिएको विचार भर्नुहोस्। धेरै नसोच्नुहोस् है त। अब चरण 4 मा चाहिँ समस्या समाधान उपयुक्तता भनेर हामीले यहाँ पाउँछौं। समस्या प्रमाणित गर्नुहोस्। के यो पीडा बिन्दु वास्तविक र बारम्बार पर्याप्त छ कि मानिसहरूले यसलाई हल गर्न पैसा तिर्नेछन्। अब आफ्नो समाधान परीक्षण गर्नुहोस् कि तपाईको प्रस्तावित समाधानले वास्तवमा मूल समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ कि गर्दैन, त्यो ख्याल गर्नुहोस्। अनि मूल्य पुष्टि गर्नुहोस् कि ग्राहकहरू तपाईको समाधान वास्तवमा प्रयोग गर्न र तिर्न पर्याप्त उत्साहित छन्।
वास्तविक उदाहरण स्टुडेन्ट कनेक्टले प्रमाणित गर्छ कि विद्यार्थीहरूलाई सस्तो लचिलो ट्युटरिङ खोज्न गाह्रो छ। तिनीहरूको समाधान 10 पाउन्ड स्टर्लिङ प्रति घण्टा सुरु हुने सत्रहरू प्रदान गर्ने जाँचिएका ट्युटरहरूसँग विद्यार्थीहरूलाई सिधै जोड्ने एप। अब कार्ययोग्य निष्कर्ष यस हप्ता 5 सम्भावित ग्राहकहरूसँग अन्तर्वार्ता गर्नुहोस्। समस्या क्षेत्रमा तपाईको सबैभन्दा ठुलो चुनौती के हो सोध्नुहोस्। प्रस्ताव गर्नुभन्दा बढी सुन्नुहोस् है। अब चरण 5 मा चाहिँ बजार प्रमाणीकरण विधिहरू। आफ्नो दर्शकको सर्वेक्षण गर्नुहोस्। आफ्नो आदर्श ग्राहकलाई लक्षित गरेर छोटा प्रश्नावलीहरू 5-10 प्रश्नहरू बनाउनुहोस्। पीडा बिन्दुहरू, हालको समाधानहरू र तिर्ने इच्छाबारे सोध्नुहोस्। गुगल फर्म वा टाइप फर्म प्रयोग गर्नुहोस्। सोशल मिडिया र फोरमहरूमा साझा गर्नुहोस्। न्यूनतम 50% प्रतिक्रियाहरू लक्ष्य गर्नुहोस्। आफ्नो समाधान पूर्व बिक्री गर्नुहोस्। पूर्ण उत्पादन बनाउनुभन्दा पहिले नै मानिसहरूलाई पैसा प्रतिबद्ध गर्न लगाउनुहोस्। यो अन्तिम प्रमाणीकरण हो। मूल्य निर्धारण सहित ल्यान्डिङ पृष्ठ बनाउनुहोस्। इमेल ठेगाना वा निक्षेपहरू सङ्कलन गर्नुहोस्। अर्ली बर्ड छुट प्रदान गर्नुहोस्। साना परीक्षणहरू चलाउनुहोस्। न्यूनतम प्रयासले प्रमुख धारणाहरू परीक्षण गर्नुहोस्। उत्पादनको उपस्थिति बनाउनुहोस्। बनाउन नसक्दासम्म नक्कल गर्नुहोस्। स्क्रिनसटहरू सँग आफ्नो एप मेकअप गर्नुहोस्। अनि स्वचालन अघि म्यानुअल सेवा 10-20 प्रयोगकर्ताहरूसँग सीमित पाइलट। कार्ययोग्य निष्कर्ष चाहिँ यस हप्ता वा क्यानभा प्रयोग गरेर एक साधारण ल्यान्डिङ पृष्ठ बनाउनुहोस्। आफ्नो मूल्य प्रस्ताव र इमेल साइन अप फारम समावेश गर्नुहोस्। आफ्नो लक्षित बजारका 50 मानिसहरूसँग साझा गर्नुहोस्। अब चरण 6 मा चाहिँ आफ्नो एमभीपी निर्धारण गर्नुहोस्। एमभीपी के हो? न्यूनतम व्यवहार्य उत्पादन भनेको मूल मूल्य प्रदान गर्ने सबैभन्दा सरल संस्करण हो। यो न्यूनतम हुनुको बारेमा होइन, व्यवहार्य हुनुको बारेमा हो। मुख्य सिद्धान्तहरू, मुख्य समस्या हल गर्ने एउटा मुख्य सुविधामा ध्यान केन्द्रित गर्नुहोस्। छिटो निर्माण गर्न बबल, वेफ्लो वा ग्लाइड जस्ता नो कोड उपकरणहरू प्रयोग गर्नुहोस्। सही डिजाइनको चिन्ता नगर्नुहोस्। रूपभन्दा कार्य महत्त्वपूर्ण छ। महिनाहरू होइन, 2-4 हप्ताभित्र सुरु गर्नुहोस्। प्रतिक्रियाको आधारमा पुनरावृत्ति गर्ने योजना बनाउनुहोस्। उदाहरण स्टुडेन्ट कनेक्ट एमभीपी एक साधारण वेब फारम जहाँ विद्यार्थीहरूले आफ्नो सिकाइ आवश्यकताहरू पेश गर्छन् र ट्युटरहरूले आफ्नो उपलब्धता सहित साइन अप गर्छन्। सुरुमा इमेल मार्फत म्यानुअल मिलान, पछि स्वचालित। कार्ययोग्य निष्कर्ष आफ्नो उत्पादनका 3 मुख्य सुविधाहरू सूचीबद्ध गर्नुहोस्। 2 हटाउनुहोस्। यस महिनाको नो कोड प्लेटफर्म प्रयोग गरेर केवल आवश्यक एउटा मात्र निर्माण गर्नुहोस्। चरण 7 प्रारम्भिक कर्षण र प्रतिक्रिया। सानो समूहमा सुरु गर्नुहोस्। 10-20 बीटा प्रयोगकर्ताहरूबाट सुरु गर्नुहोस् जो उत्साहित छन् र इमानदार प्रतिक्रिया दिन तयार छन्। मुख्य मेट्रिक्स ट्र्याक गर्नुहोस्। सक्रिय प्रयोगकर्ताहरू, प्रतिधारणा दर, भुक्तानीमा रूपान्तरण अनुगमन गर्नुहोस्। प्रत्येकको लागि विशिष्ट लक्ष्यहरू तय गर्नुहोस्। गुणात्मक प्रतिक्रिया सङ्कलन गर्नुहोस्। प्रयोगकर्ताहरूसँग साप्ताहिक जाँचिन सञ्चालन गर्नुहोस्। तिनीहरूलाई के मन पर्छ, के निराश गर्छ, के छुटेको छ सोध्नुहोस्। छिटो पुनरावृत्ति गर्नुहोस्। प्रतिक्रियाको आधारमा साप्ताहिक अपडेटहरू जारी गर्नुहोस्। प्रयोगकर्ताहरूलाई देखाउनुहोस् कि तपाईँ सुन्दै र सुधार गर्दै हुनुहुन्छ। बिस्तारै स्केल गर्नुहोस्। एकपटक प्रतिधारणा बलियो भएपछि 30 दिनपछि 40% सक्रिय र 100% प्रयोगकर्ताहरूमा विस्तार गर्नुहोस्। यस महिना 5 वटा प्रयोगकर्ताहरू खोज्नुहोस्। साप्ताहिक प्रतिक्रिया कलहरूको बदलामा निशुल्क पहुँच प्रदान गर्नुहोस्। एउटा मेट्रिक लगनशीलतापूर्वक ट्र्याक गर्नुहोस्। चरण 8 आफ्नो पिच तयार गर्नुहोस्। तपाईको पिच डेकले 10-15 मिनेटमा एउटा आकर्षक कक्षा भन्नुपर्छ। यहाँ आवश्यक सूचना छ। जस्तो कथा भन्नुपर्छ। यहाँ आवश्यक सूचना छ। समस्या तपाई कुन पीडा बिन्दु हल गर्दै हुनुहुन्छ हैन। अनि त्यसपछाडी वास्तविक ग्राहक को चाहिँ नि डेटा तपाईसँग कति चाहिँ नि डेटाहरू छन्
अहिलेसम्मको तपाईँको चाहिँ नि स्टार्टअप वा बिजनेसको तयारी अनुसार त्यो जानकारी गराउनु पर्यो हैन। आफ्नो पिच तयार गर्ने भनेको चाहिँ अब लगानीकर्ताहरूलाई मसँग यस्तो उपाय छ, मैले चाहिँ यसरी यो उपायलाई गर्दैछु, मसँग अहिले यो स्टार्टअप भनेको सुरुवाती अवस्थामा मेरो सोच, मेरो व्यापार, मेरो व्यवसाय चाहिँ यहाँ पुगेको छ भनेर लगानीकर्ताहरूको अगाडि आफ्नो कुरा राख्ने हो, कथा भन्ने भनेको चाहिँ है। अनि त्यस पछाडि दोस्रो तपाईँको चाहिँ नि के हुन्छ त यो 8औं चरणमा तपाईँले दोस्रो के गर्नुहुन्छ त भन्दाखेरि समाधान बताउनुहुन्छ, अनि बजारको आकार बताउनुहुन्छ, व्यापार मोडल कसरी व्यापार गर्दै हुनुहुन्छ तपाईँले भन्ने कुरा बताउनुहुन्छ, तपाईँको उत्पादन के हो बताउनुहुन्छ, अनि आकर्षण के हो, प्रतिस्पर्धा के हो, अनि तपाईँको टोली टिममा कतिजना हुन्छन्, अनि तपाईँले आफ्नो अनुरोध चाहिँ नि राख्नुहुन्छ है। यसरी तपाईँले गर्न सक्नुहुन्छ। अब हामी चरण 9 मा जाँदैछौँ। अब लगानीकर्ताहरूलाई पिच र रोडम्याप, पिचिङ सफलताका लागि सुझावहरू है त। तपाईँले लगानीकर्ताको अगाडि कुराहरू राख्दा कसरी राख्ने, आफ्नो सङ्ख्या जान्नुहोस्, राजस्व, प्रयोगकर्ताहरू, वृद्धि दर, अनि त्यसो वन भनेको खर्च दर, अनि इकाइ अर्थशास्त्र, अनि कथा भन्नुहोस्, भावनात्मक सम्पर्क गर्नुहोस्, त्यसपछि डेटासँग समर्थन गर्नुहोस्, अनि विशिष्ट हुनुहोस्। हामी 2,50,000 15% मा उठाउँछौँ होइन, हामी पैसा उठाउँदैछौँ। अनि कर्षण देखाउनुहोस्, प्रारम्भिक सङ्ख्याहरू पनि अनुमानभन्दा राम्रो छन्। निरन्तर अभ्यास गर्नुहोस्, जो पनि शून्य छन् तिनीहरूलाई पिच गर्नुहोस्, जोखिमहरू सम्बोधन गर्नुहोस्, देखाउनुहोस् कि तपाईँले चुनौतीबारे सोच्नु भएको छ, फलोअप गर्नुहोस्, 24 घण्टाभित्र डेक पठाउनुहोस् र प्रश्नहरूको जवाफ दिनुहोस्। तपाईँको यथार्थवादी रोडम्याप, महिनामा 1-2 वटा विचार प्रमाणीकरण, विचार म्याराथन, लिन क्यानभास, ग्राहक अन्तर्वार्ता। महिना 5-6 प्रारम्भिक कर्षण, प्रतिक्रियाको आधारमा पुनरावृत्ति गर्नुहोस्, 100+ प्रयोगकर्ताहरूमा वृद्धि गर्नुहोस्। महिनाको 10 मा चाहिँ वृद्धि, टोली स्केल गर्नुहोस्, बजार विस्तार गर्नुहोस्, उत्पादन बजार उपयुक्त पुनरावृत्ति गर्नुहोस्। अब 3-4 महिनामा भित्र चाहिँ एमबिपी विकास गर्नुहोस् र 7-9 महिनाभित्र चाहिँ स्केल र पिच गरेर यसरी 10 महिनाभित्र चाहिँ तपाईँले एउटा व्यवसाय सुरु गर्न सक्नुहुन्छ। अब उदाहरण, समय रेखा, स्टुडेन्ट कनेक्ट, महिना 1-2 वटा ट्युटरिङ माग प्रमाणित गर्नुहोस्, 500 बचत, महिनामा 3-4, तेस्रो चौथो महिनामा चाहिँ 20 विद्यार्थीहरूलाई 5 ट्युटरहरूसँग जोड्ने एमबिपी निर्माण गर्नुहोस्। महिनामा 5-6 महिनामा गएर चाहिँ तपाईँ 100 विद्यार्थीहरूसम्म पुग्नुहोस्, मासिक 2,000 राजस्व, महिनामा 7-9 जना चाहिँ के महिना 7-9 मा चाहिँ 7-9 महिनामा चाहिँ डेक तयार गर्नुहोस्। अब एन्जलहरूलाई भनेको खर्च गर्ने लगानीकर्ताहरूलाई चाहिँ पिच गर्नुहोस्। महिनामा 10 महिनामा चाहिँ तपाईँ 50K उठाउनुहोस्, 500 विद्यार्थीहरूमा स्केल गर्नुहोस्। अब कार्ययोग्य निष्कर्ष, आफ्नो स्टार्टअपको लागि 3 महिना माइलस्टोनहरू तय गर्नुहोस्, मासिक प्रगति समीक्षा गर्नुहोस् र आवश्यकता अनुसार समायोजन गर्नुहोस्, साना जितहरू उत्सव मनाउनुहोस् है। यसरी तपाईँले 10 महिना लगाएर 9 वटा चरणहरू पार गरेर आफ्नो दिमागमा आएका सोचहरूलाई चाहिँ एउटा व्यापारमा बदल्न सक्नुहुन्छ। र तपाईँहरूलाई व्यावसायिक शुभकामना। यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ, कसरी आफ्नो आइडियालाई चाहिँ एउटा बिजनेसमा कन्भर्ट गर्ने भन्ने कुराहरू चाहिँ सिक्न चाहनुहुन्छ, थाहा पाउन चाहनुहुन्छ भनेदेखि हाम्रो फेसबुकमा, टिकटकमा हामीलाई चाहिँ हाम्रो सोसियल मिडियाहरूमा लाइक फलो गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।